विश्वासले अदृश्यलाई दृश्य र भविष्यलाई वर्तमानमा प्रकट गर्छ। अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढ भरोसा हो। यो परमेश्वरको वचन हो, जसको मतलब विश्वास परमेश्वरको वचनमा आश्रित छ। यसको अर्थ परमेश्वरमा विश्वास गर्नु हो। अब प्रश्न यो छ कि के तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ? विश्वास हृदयले गर्नुपर्छ। लेखिएको छ, मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ। जब तपाईँ आफ्नो पाप त्याग्न तयार हुनुहुन्छ, तब पवित्र आत्माले तपाईँलाई परमेश्वरको वचन वास्तविक बनाउनुहुनेछ।